सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई आत्मसात गरी नागरिक सुरक्षामा अहोरात्र खटिने अग्रपंक्तिको संगठन हो नेपाल प्रहरी। सार्वजनिक शान्ति कायम गर्दै अपराध रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने प्रमुख दायित्व बोकेको यस संगठनले अपराधीलाई कानूनी दायरामा ल्याउन तथा पीडितलाई न्यायको अनुभूति गराउन प्रमुख भूमिका निर्वाह गर्दै आएको छ। विधिवत स्थापनाको 70औं वर्षमा आइपुग्दा यसले मुलुकका प्रत्येक भूगोलमा राज्यको उपस्थिति मात्र जनाएको छैन, प्रतिकूल परिस्थितिमा समेत नागरिक सेवामा समर्पित रही मुलुकको एक भरोसायोग्य संगठनको रूपमा स्थापित भएको छ। नागरिकको आशा र विश्वासलाई शिरमा बोकी राष्ट्र सेवामा समर्पित यस संगठनले इतिहासका हरेक घटनालाई साक्षात्कार गरेको छ। प्रत्येक घटनामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित समेत भएको छ। प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनदेखि गणतन्त्र प्राप्तिका लागि भएको सशस्त्र द्वन्द्व हुँदै हालै भएको भ्रष्टाचार विरुद्धको आन्दोलनसम्म आइपुग्दा मुलुकले धेरै पटक राजनीतिक कोष परिवर्तन गर्यो। तर नागरिकमा राजनीतिक र सामाजिक चेतनाको स्तरमा जति परिवर्तन आए पनि आन्दोलनमा प्रहरीप्रति गरिने व्यवहारमा कुनै पनि परिवर्तन आउन सकेन। परिवर्तनका लागि गरिएका हरेक आन्दोलनहरूमा प्रहरी नै पहिलो निशाना बनिरह्यो। फलस्वरूप कर्तव्य पालनाको क्रममा धेरै प्रहरी कर्मचारीहरूले अमरत्व प्राप्त गरे। संगठनले आफ्ना कर्मठ योद्धाहरूलाई भौतिक रूपमा गुमाउनु पर्यो, तर पनि इतिहासको विभिन्न कालखण्डहरूमा देशमा भएका हरेक परिवर्तनहरूलाई अंगीकार गर्दै नेपाल प्रहरी संविधान तथा प्रचलित कानूनको अधीनमा रही देश र नागरिकको लागि अहोरात्र खटिरहेको छ। तमाम बलिदानीका बीच नेपाल प्रहरी संगठनले आफ्नो दायित्व भने कहिले भुलेन। संगठनका बहादुर सिपाहीहरू सार्वजनिक शान्ति कायम राख्न कहिले पछि परेनन्। फलत नेपाल प्रहरीका सदस्यहरू आज पर्यन्त गर्वले शिर ठाडो बनाई शान्तिको बिकुल फुकिरहेका छन्। समय परिवर्तनशील छ। यस क्रममा नागरिकका चाहना समेत परिवर्तन हुने गर्दछ। यो शाश्वत सत्य पनि हो। प्रविधिले साँगुरिएको विश्वमा एउटा कुनाको प्रभाव अर्कोमा नपर्ने कुरै भएन। यसै अनुरूप नयाँ पुस्तामा सुशासन विरुद्धको जागरण विश्वभरि नै फैलियो र त्यसको प्रभाव नेपालमा समेत पर्यो। जेनजी पुस्ताले सुशासनको अपेक्षा स्वरूप परिवर्तनका आवाजहरू मुखरित गरे। गत भाद्र 23 र 24मा सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन र आन्दोलन भएको थियो। शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धताका साथ आह्वान भएको उक्त आन्दोलन एकाएक हिंसात्मक बन्न पुग्यो र त्यस क्रममा मुलुकले निकै ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु पर्यो। महत्त्वपूर्ण सार्वजनिक संरचनाहरूको विनाश भयो। सयौं प्रहरी कार्यालयहरू जले। सुरक्षा उपकरणहरू तथा सेवा प्रवाहका साधनहरू नष्ट भए, जसले गर्दा समग्र शान्ति सुरक्षा कार्य नै प्रभावित हुन पुगेको थियो। यस क्रममा अरबौंका सार्वजनिक सम्पत्ति विनाश भए। सार्वजनिक सेवा प्रदायक संस्था मध्ये सबैभन्दा ठूलो भौतिक क्षति विगतका आन्दोलनमा चाहिँ प्रहरी संगठनले नै बेहोर्नु पर्यो। 3 जना होनार प्रहरी कर्मचारीहरूले शहादत प्राप्त गरे। 2000 भन्दा धेरै प्रहरी कर्मचारीहरू घाइते भए। नेपालभरका सबैजसो प्रहरी कार्यालयहरू प्रभावित भए। यस क्रममा कोशी प्रदेशमा 14, मध्य प्रदेशमा 7, बागमती प्रदेशमा 8, गण्डकी प्रदेशमा 6, लुम्बिनी प्रदेशमा 4, सुदूरपश्चिम प्रदेशमा 10 र काठमाडौँ उपत्यकामा 92 समेत गरी कुल 141 वटा प्रहरी कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भए। त्यसैगरी काठमाडौँ उपत्यकामा 79 समेत गरी देशभरका 304 वटा प्रहरी कार्यालयहरूमा आंशिक क्षति हुन पुग्यो। मानवीय क्षति त परिवार र संगठनका लागि अपूरणीय नै रह्यो। भौतिक सम्पत्तितर्फ करिब 1 अर्ब 20 करोड भन्दा धेरै क्षति भयो। कार्यालय भवन, सवारी साधन तथा सुरक्षा उपकरण अभावले शान्ति सुरक्षा कायम राख्न
निकै कठिनाई उत्पन्न भएको थियो। भदौ 23 र 24 गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा परेको व्यापक क्षति हामी सबैको लागि गम्भीर चिन्ताको विषय बनेको छ। आन्दोलनका क्रममा नेपालको सुरक्षा निकाय मध्ये नेपाल प्रहरीका कार्यालयहरूमा पनि लक्षित भई ठूलो मात्रामा प्रभावित भए। यसले शान्ति सुरक्षा, अपराध नियन्त्रण र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष चुनौती सिर्जना गरेको थियो। यस्तो प्रतिकूल अवस्थामा पनि नेपाल प्रहरीले आफ्नो संवैधानिक दायित्व अनुसार शान्ति सुरक्षा कायम राख्ने कार्य निरन्तर जारी राख्यो। कठिन परिस्थितिमा पोसाकदेखि सवारी साधनसम्मका भौतिक साधन अभाव भए पनि प्रहरीका सबै इकाइहरूले नागरिकको जीवधनको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर चाहिँ निरन्तर कर्तव्य पालन गरे। सबैभन्दा सकारात्मक पक्ष के भयो भने आन्दोलनको संवेदनशील समयमा स्थानीय समुदाय, नागरिक समाज र आम नेपाली जनताले प्रहरीप्रतिको आफ्नो विश्वास स्पष्ट रूपमा प्रकट गर्नुभयो। क्षतिग्रस्त प्रहरी चौकी तथा कार्यालयहरूको पुनर्निर्माणमा नागरिकको सक्रिय सहभागिता, सहयोग र ऐक्यबद्धता अत्यन्त प्रेरणादायी बन्यो। नागरिककै अग्रसरतामा धेरै संरचनाहरू आज पुनर्निर्माण भइसकेका छन् र बाँकी कार्यहरू पनि द्रुत गतिमा अघि बढिरहेका छन्। तमाम समस्या र चुनौतीले गाँजिएका बेला नागरिक तहबाट भने अभूतपूर्व सहयोग प्राप्त भयो, जसले गर्दा आम प्रहरीजनमा खुसी सञ्चारित भयो। नागरिक सेवामा गरेको समर्पण भावले मनग्रे जनविश्वास आर्जन गरेको अनुभूति समेत गरायो। प्रतिकूल परिस्थितिमा आम नागरिक स्तरबाट प्राप्त सहयोगद्वारा क्षतिग्रस्त प्रहरी संरचनाहरू रातारात पुनर्निर्माण भए। समय क्रममा सवारी साधनहरू समेत जुड्दै जान थाले। फलत अनपेक्षित समयमै नागरिकको दुःख, डर र अनिश्चिततालाई चिर्दै प्रहरी सेवा प्रवाह पूर्ववत अवस्थामा पुर्याउन सजिलो भयो। 24 गते रातिदेखि नै हाम्रो जुन किसिमको शान्ति सुरक्षा खट्क्यो, कतै चोर आयो, कतै डाका आयो, कतै के आयो भन्ने हिसाबले एउटा आतंकी माहौल सृजना भयो। अनि त्यसले थप त्यसमा हाम्रो चौकी स्थापना गर्नैपर्छ, छिट्टो गर्नुपर्छ भन्ने कुरामा बल पुग्यो र हामीले स्थानीय लेभलमा एउटा जनता भएर, कुनै एउटा राजनीतिक दलको प्रतिनिधि, कुनै एउटा संगठनको चाहिँ प्रमुख नभइकन सामान्य जनताले जनताकै हकमा चाहिँ यो घर दैलो गरेर हजारौं जना भन्दा बढी परिवारमा हामीले आर्थिक सङ्कलनको गुहार गरेर कसैले हामीलाई आर्थिक रूपमै चाहिँ सहयोग गर्नुभयो, कसैले जिन्सी गर्नुभयो, कसैले यति एउटा काम हामी गरिदिन्छौँ भनेर गरिदिनु भएर चाहिँ हामी सबै स्थानीय मिलेर यो चौकीलाई चाहिँ फेरि बस्न योग्यसम्म बनाउन भ्याएका छौँ। कठिन परिस्थितिमा समेत निर्भयका साथ नागरिक सेवामा समर्पित प्रहरीजनलाई यसले थप हौसला मात्रै बढाएन, हामीले नागरिकका लागि गरेको सेवालाई जनस्तरबाट अनुमोदित समेत गराएको छ। नागरिककै बीचबाट जन्मिएका हामी नागरिक विश्वासमै अडेका छौँ र यसैमा हाम्रो अस्तित्व निर्भर रहन्छ भन्ने तथ्यलाई समेत थप पुष्टि गरेको छ। नेपाल प्रहरी संगठनले केवल कानून पालना गराउने तर्फ मात्र नभई दुःखमा मलम र संकटमा सहारा दिई नागरिक भरोसाको केन्द्रको रूपमा प्रहरी सेवालाई विकास गरेको छ। घटना घट्नुभन्दा अगाडि नेपाल प्रहरीले जुन किसिमको चाहिँ सुरक्षा चाहिँ प्रत्याभूति हामीलाई दिएको थियो, त्यो सुरक्षा प्रत्याभूति त्यो गत 23 गते जुन किसिमको घटना घट्यो, त्यो 24 गतेपछि हामीले चाहिँ सुरक्षाको प्रत्याभूति गर्न नसकेको भएर इमिडिएट प्रहरी कार्यालय पुनर्निर्माण हुनुपर्ने आवश्यकता चाहिँ हामीले महसुस गऱ्यौँ। नेपाल प्रहरी भनेको चाहिँ सुरक्षाको अभिन्न अङ्ग हो। जहाँ प्रहरी हुँदैन त्यहाँ सुरक्षाको प्रत्याभूति आम जनताले गर्न सक्दैन। तसर्थ प्रहरी र नागरिक बिचको त्यो सम्बन्ध र प्रहरी नहुँदाखेरिको त्यो सुरक्षा ल्याप्स जुन छ, त्यसले गर्दा नेपाल प्रहरी र आम जनता बिचमा चाहिँ समन्वय हुन जरुरी छ। नागरिक सेवाबाट पाइने खुसीको तुलना अरू केहीसँग पनि हुन सक्दैन। विगतका घटनाहरूले
भोलिको सुरक्षाका लागि आजको भरोसा बलियो हुनुपर्छ भन्ने बोध समेत गराएको छ। दुखद घडीमा नागरिकको अपार साथ पाएको प्रहरी सङ्गठनले विवेक, धैर्य र संयमका साथ राष्ट्र र नागरिक सुरक्षामा दृढ सङ्कल्पित हुनुको विकल्प छैन। विभिन्न अभावमा रहेर पनि नागरिक सेवाको भावनालाई कमजोर हुन नदिनु नै नेपाल प्रहरीको असली चरित्र हो। प्रहरी सामु खडा भएका हरेक चुनौतीले नेपाल प्रहरीको आत्मबलको परीक्षण गरेको छ। आगामी दिनमा अझै पारदर्शी र जवाफदेही प्रहरी सेवा प्रदान गर्न दबाव सिर्जना गरेको छ। त्यसैले विगतको समीक्षा गर्दै समयानुकूल प्रहरी सेवालाई परिष्कृत गर्दै लगेमा नागरिक विश्वास अझै बन्न गई कर्तव्यप्रतिको हाम्रो समर्पण थप तेजिलो हुनेछ। नेपाल प्रहरी नारीको विश्वास, सहयोग र साझेदारीलाई अत्यन्त सम्मानका साथ ग्रहण गर्दछ। आगामी दिनहरूमा पनि शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र सेवा प्रवाहलाई अझ सक्षम सहज बनाउने हाम्रो प्रतिबद्धता अविचल रहनेछ। नेपाल प्रहरी जनताको सुरक्षाका लागि हरेक क्षण, हरेक परिस्थिति र हरेक चुनौतीमा सधैँ तत्पर छ। हर गाउँ, हर नगरी फुलको बस्ना सरी, नागरिकलाई मानी सर्वोपरि। हर घडी जन जनको लागि खड्छ नेपाल प्रहरी।